नेपालको सबैभन्दा ठूलो डेटा सेन्टर तयार भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डिङ कम्युनिकेसन्सले नेपाल विद्युत प्राधिकरणको मातातीर्थ सबस्टेसन नजिकै देशको सबैभन्दा ठूलो डेटा सेन्टर डेटा वर्ल्ड तयार गरेको हो। 3.5 मेगावाटको आईटी पावर क्षमता भएको यो अत्याधुनिक डेटा सेन्टरमा 520 र्याक छन्। भूकम्प प्रतिरोधी क्षमता भएको यो डेटा सेन्टर उच्च सुरक्षा, क्यारियर न्युट्रल र क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङ वर्कलोडका लागि उपयुक्त हुने किसिमले डिजाइन गरिएको कम्पनीको दाबी छ। यो डिजिटल नेपालको भविष्य र समग्र डिजिटल इकोसिस्टमका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ। वर्ल्डलिङ्कले प्रत्येक प्रदेश तथा जनघनत्व बढी भएका देशका प्रमुख स्थानमा एक-एकवटा एज डेटा सेन्टर समेत स्थापना गर्ने लक्ष्य राखेको छ। यसले नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ। यो डेटा सेन्टर अबको 4 महिनामा सञ्चालनमा आउने बताइएको छ।